के च्याटजिपिटीले कार्डियोलोजिस्ट भन्दा राम्रोसँग इसिजी पढ्न सक्छ त? आज हामीले एक बिरामीको इसिजी प्रयोग गरी यो पत्ता लगाउँदैछौँ। मैले च्याटजिपिटीमा बिरामीको इन्फर्मेसन र इसिजी अपलोड गरी यसलाई प्रम्प्ट दिएको छु। प्रम्प्ट दिएको केही बेरमा नै यसले 3टा डायग्नोसिस दिएको छ र 3वटै डायग्नोसिस मिल्दोजुल्दो छैनन्। इसिजीमा केही सटल क्लुज थिए जसलाई मैले फेरि पनि च्याटजिपिटीमा राखेर यसलाई कमान्ड प्रम्प्ट फेरि दिएको छु। नयाँ प्रम्प्ट दिएको केही बेरमा नै यसले डायग्नोसिस दिएको छ। यो बेला यसले डायग्नोसिस एउटा मात्रै राखी करेक्ट डायग्नोसिस दिएको छ, जुन चाहिँ एभिएनआरटी थियो, स्लो फास्ट टाइपको, र यो सही थियो। यस्तै पिएम कार्डियो नामक अर्को एआई च्याट एप युज गर्दा फेरि यही इन्फर्मेसनमा 3 डायग्नोसिस दिएको छ र 3 डायग्नोसिस मध्ये एक डायग्नोसिस मिल्दोजुल्दो रहेको छ। अघि देखाए जस्तै च्याटजिपिटी जस्ता एआई च्याटबटहरूले स्पेशल क्लुज बिना बिरामीको इसिजीबाट डायग्नोसिस दिन सक्दैन। त्यसैले अहिलेका लागि बिरामीको इसिजीबाट डायग्नोसिस दिनको लागि डाक्टरकै भरोसा गर्नु उचित देखिन्छ।